के हजुरलाई नि हो र डिआरएस टिजिआर जस्तै इजी 40-50 किल्स हानेर ओपन क्वालिफायर्सबाट क्वालिफाई गर्न मन छ? इफ मन छ भने मथिम 6 वटा यस्तो पोइन्ट छ जसलाई फलो गरेर हजुरले इजिली क्वालिफाई गर्न सक्नुहुन्छ र यो लास्टको पोइन्ट त यति इम्पोर्टेन्ट छ कि यसलाई हो र डिआरएस जस्तो टिमले फलो गरेर इजिली क्वालिफाई गर्ने गर्छन्। सो दिस इज द पार्ट 2 अफ क्वालिफाइङ एफएफएनसी 2026 फल। इफ हजुरले पार्ट 1 हेर्नु भएको छैन भने मेरो प्रोफाइलमा गएर पार्ट 1 पहिला हेरेर आउनु होला। सो आज फर्स्टमा कुरा गरौँ क्यारेक्टर स्किल्सको बारेमा। हजुरको पुरै टिमलाई पुरै गेम्स एग्रेसिभ वेमा खेल्नुपर्छ। सो तत्सुया, अस्कर, कोडा जस्तो एक्टिभ स्किल्सहरू हजुरलाई बेस्ट हुन सक्छ। अनि मेक स्योर कि एटलिस्ट दुईटा प्लेयरले चाहिँ ओलिभिया लिगुन्। स्क्रिनमा चाहिँ मैले केही क्यारेक्टर स्किल्स दिएको छु। सो हजुरले यो पनि ओपन क्वालिफायर्समा ट्राई गर्न सक्नुहुन्छ। अनि पेटको कुरा गर्दा चाहिँ हजुरले R1 लिग्नु होला जसको युज गरेर हजुरले इजिली एनिमीहरू स्पट गर्न सक्नुहुन्छ। अब कुरा गरौँ म्याक्सिमम किल्स कसरी गर्ने भनेर। म्याक्सिमम किल्सको लागि एउटा इम्पोर्टेन्ट कुरा माइन्डमा राख्नुपर्छ कि कुनै पनि टिमसँग फाइट लिँदा 3टा मात्र एनिमीलाई मार्नुपर्छ र रहेको एउटा एनिमीलाई भाग्न दिनुपर्छ। अनि रोटेसन लिग्दै जाँदा डिफ्रेन्ट भेन्डिङ मसिन भएको ठाउँहरूमा आफूले टोकनहरू छोड्दै जानुपर्छ। र लास्टमा सबैभन्दा इम्पोर्टेन्ट पोइन्ट जुन हो कन्फिडेन्स र इफ हजुर र हजुरको टिममा टप 2 बेमा जसरी पनि क्वालिफाई गर्नुपर्छ भन्ने हंगर छैन भने हजुरले जति राम्रो खेले पनि क्वालिफाई गर्न सक्नुहुन्न। इफ हजुरको माइन्डमा दिस इज आवर लास्ट चान्स जसरी पनि टप 2 बेमा क्वालिफाई गर्नै पर्छ भन्ने छ भने हजुरले ढुक्कै क्वालिफाई गर्न सक्नुहुन्छ। अब हजुरको लागि भोलिको दिन निकै इम्पोर्टेन्ट रहनेवाला छ। यत्रो टाइम लगाएर गरेको प्र्याक्टिस काम लाग्यो कि लागेन भन्ने भोलि थाहा हुनेवाला छ। सो भोलि ओपन क्वालिफायर्स खेल्न अघि सबै कुरा बिर्सेर अरूको लागि भन्दा पनि आफ्नो लागि खेल्नुहोस्, आफ्नो बेस्ट दिएर खेल्नुहोस्, हजुरले क्वालिफाई गर्नुहुन्छ। सो यति नै थियो क्वालिफायर्सको लागि टिप्स भन्दा इम्पोर्टेन्ट हजुरको माइन्डसेट हुनेवाला। जुन माइन्डसेट लिएर हजुर ओपन क्वालिफायर्स खेल्नुहुन्छ त्यो निकै इम्पोर्टेन्ट हुनेवाला छ। सो आफ्नो माइन्डलाई फ्रेस गरेर टिममेटसँग राम्रो कुरा गरेर राम्रो कल्सहरू दिएर राम्रो मोमेन्टसँग भोलि गेम खेल्नु होला। सबैजनाले क्वालिफाई गर्नुहुन्छ। इफ यहाँसम्म भिडियो हेर्नु भएको छ भने प्लिज मलाई लाइक गरिदिनु होला र मलाई फलो गर्न पनि नबिर्सिनु होला।